everyone, welcome back to my YouTube channel or welcome back to my channel अनि ह्यापी होली सबैजनालाई। आज चाहिँ विशेष होलीको दिन हुनाले अनि हामी चाहिँ निस्केर अनि यहाँ दिदी हुनुहुन्छ हाम्रो। हेलो दिदी, ह्यापी होली। अनि त्यसपछि हामी आज होली खेल्न जानु लाग्यो, तर के गर्ने गाइस, साधनै नभएर। अनि त्यसपछि अटो पनि फोन गरेको दुई दुईजनालाई, तर उहाँहरू हिँडेर गइन्छ क्या, उहाँहरू आउनु भएन। अनि त्यही भएर अब जानु त पर्यो जसरी भयो नि, सो हामी हिँड्दै जान्छौँ। जताबाट साधन भेटिन्छ, जहाँबाट साधन भेटिन्छ त्यहीबाट जान्छौँ गाइस। के गर्नु, आज होलीको दिन यस्तो छ। लगाइदेऊ न केटाकेटी, ल जाऊ। अनि मेरो यहाँ चाहिँ यहाँ आइज मेरो प्यारा प्यारा भदैनीहरू, ह्यापी बर्थडे, ह्यापी बर्थडे। कसको बर्थडे हो? यसको ल गुड ह्यापी बर्थडे। खै त मिठी चकलेट खै न। होली चाहिँ यो घरबाट सुरु हुन्छ, सानो फुच्चा फुच्चीहरूबाट, कन्या केटीहरूबाट, सानो सानो नानीहरूबाट। त्यही हो टिका किनेको। धेरै किन्दैन नि त, अझ अर्को नि छ। ह्यापी बर्थडे, ह्यापी होली मेरो सानोलाई। ल बेबी यहाँ आऊ। ह्यापी होली तिमीलाई पनि, ह्यापी बर्थडे। मलाई पनि लगाइदेऊ ल। तिमीहरूले पनि लगाऊ न, मैले त अब लगाउनु हुँदैन। ल एक आपसमा लगाइदिएको तिम्रो दिदी बहिनीले के हो र? अघि नै लगाइदिएको। यस्तो गाला गाला लगाऊ। टिका मात्रै लगाइदिनु है। गालामा नि लगाउन राम्रो हुन्छ। हो त्यो हल्का हो त्यो। ह्यापी होली। ल बेबी आऊ, ल बेबी आऊ। अनि खुसी भएको। ल आइज यहाँ, आइज यहाँ, आइज यहाँ, दुईजना यता आइज, यहाँ आइज यहाँ, उता उता हेर्नु क्यामेरामा, उता यहाँ आइज। ल ह्यापी होली भन है। ह्यापी होली भन्दा सबैलाई ह्यापी होली। ह्यापी होली। आज कसको बर्थडे रे? मेरो। ह्यापी बर्थडे। हैन केक काट्ने हो। ल बाई। ल अब हामी चाहिँ मतिपुर चोकमा जान्छौँ। अब कसको साधन भेटिन्छ त्यसैकोमा बसेर जाने। सर हामी मोतीपुर आइसक्यौँ, हामीले फाइनली अटो पाइसक्यौँ। अनि यहाँ चाहिँ प्रोग्रामहरू हुँदैछ होलीको। गाइस अब हामी लाग्यौँ एकदम जल्दी, फाइनली अटो पाइयो। यस्तो गर्मी भएर मेकअप पनि गयो। गाइस अब हामी एकैचोटि बसेर यहाँ नि यस्तो रमाइलो छ गाइस। हामी यसरी ई रिक्सामा हिँडेको फर्स्ट टाइम हो, न त हामी स्कुटीमा हिँड्ने मलाई। हामी हामी फर्स्ट टाइम यसरी अटोमा सवारी गरेर जाँदैछौँ यसरी बाहिर। अनि मेन होलीको दिन कस्तो लाग्दैछ हजुरलाई बाहिर जाँदा? तपाईँलाई कस्तो लाग्दैछ? मलाई नि एकदम राम्रो लागिरहेको छ गाइजहरू। तर के गर्ने, हाम्रो यहाँको बाटो चाहिँ अलिक यस्तै हो कि खटाखडुक, त्यही भएर हल्लिरहेको छ कि यस्तो यस्तो भइरहेको छ। माइन्ड नगर्नुहोस् ल। अब हामी अनि यहाँ हेर्नु सबै होली खेल्न हिँडिरहेछन्। बाटो छेके रहेछ बुढाबुढीहरूले। म हजुरलाई देखाउँछु ल। आज चाहिँ यति बाटो छेकेको कि यो केटाकेटीहरूले। हुन त बेला नै यही हो, हामी पनि यस्तै बाटो छेक्थ्यौँ हामीले पनि। अनि पैसा जम्मा गरेर अनि पिकनिक खाने हामीले। यहाँ हेर्नुहोस् गाइस, यस्तो रमाइलो भइरहेछ केटाकेटीहरूलाई। हेर्नुहोस् त गाइस, यस्तो बाटो छेक्नमा। माइ गड, यतातिर उता नि छेकेछन्, यता नि। ह्यापी होली। आज होलीको केटाकेटीहरूले क्यामेरा देख्नै हुन्न, यस्तो पोज दिइहाल्छन्, के गर्नु। तर जे होस् रमाइलो छ कि यस्तो।
अब हामी एकैचोटि बुटोलको यसरी देखाउँछौँ हेर्दै गर्नु होला, हेर्न चाहिँ नछुटाउनु होला। गाइस हामी फाइनली बुटोल आइसक्यौँ अनि यहाँ हेर्नुहोस् होलीको माहौल हेर्नुहोस्। बुटोलको यस्तो दमदार छ। जाम अब के गरे हामी खास अनि बुटोल बस पार्क जान लाग्यो। नलजाउने केटी म भने राम्रो हुन्छ त। हजुरले पनि माटी फाल्ने हो क्या? दिदी फालिदिनु। हाम्रो अर्को मेम्बर आउनुभएको छ। हामी उहाँलाई चाहिँ छोडेर बसिरहेको थियौँ यहाँ। उहाँ आइसक्नु भएको छ यति राम्रो भएर। ह्याप्पी होली। कहाँ हो यस्तो जलपरी भएर आमामा। ह्याप्पी होली। ह्याप्पी होली। यस्तो डेन्जर कलर लागेको छ। Happy Holi, Happy Holi, Happy Holi, Happy Holi. Thank you. हाम्रो राजु भाइलाई धेरै प्रगति गर्नु। गाइस हामी चाहिँ अब नास्ता खाने हो। अनि चाहिँ एकजना कमी देख्नुभयो होला, एकजना चाहिँ स्कुटीमा गइसकेको छ अनि हामी दुईजना चाहिँ फोटोमा सडक हावा खाँदै यस्तै भयो आजको दिन। नाची हो अनि त्यसपछि नाचेपछि भोक लाग्छ। अझै मेन भोक लाग्ने भनेको एकजना अहिले देखाउँछु कि हजुरलाई यस्तो केटाकेटी जस्तो गरेको थियो हेर्नु गाइस। तपाईँ सोच्न नि सक्नुहुन्न गरेको। लगाइस अहिले नास्ता खाने ठाउँमा गएर भेट्छौँ ल। हामी नास्ता खानाको ड्याडी किचनमा। ओ
यो मान्छेले हो गाइस आज लास्टै झाउ गरेको यो भोक लाग्ने मान्छेलाई यही हो यो केटाकेटी जस्तो आउन भ्याएको छैन भोक लाग्यो भनेर त्यसैमाथि त्यो केटाकेटी जस्तो कि हातमा झुन्नेर भोक लाग्यो के यसो अरे भोक लाग्यो गरे यस्तो मान्छे नि हुन्छ गाइस अब यो मान्छेलाई मैले कहिले भ्याउँदैन यताउति हिँड्ने बेला म घर चुक्क लाएर आउँछु किनकि फेरि जान नि खोज्छ पछ्याउँछ फेरि आएपछि फेरि भोक लाग्यो भन्छ केटाकेटी जस्तो घर जाम गरे अझै यस्तो पहिला हामी अर्डर दिन्छौँ ल ह्याप्पी होली ह्याप्पी होली मोमो पिज्जा पनि आइसकेको छ हामी पिज्जा नि खान्छौँ मोमो नि खान्छौँ गाइस हाम्रो ब्राउनी पनि आयो गाइस गाइस यो के होला कालो कालो सेतो मलाई त थाहा होइन नि यो यस्तो कालो कालो नि छ सेतो सेतो नि देख्छु त ब्राउन ब्राउन पनि देख्छु कस्तो बस्छ गाइस ट्राई कस्तो हो कस्तो हो कस्तो लाग्यो कति मिठो छ कति गुलियो छ ए हो कस्तो छ मिठो छ भन न हाम्रो खाएर भ्याइसक्यो हाम्रो बिल पनि आइसक्यो हाम्रो गरिसक्यौँ अब हामी घर जान्छ घर होइन चिया फेरि चिया खान जाने गरेर गाई त माइ गड जिन्दगी त चिया पिउँदा जाने भयो टेकीको गोरेटोमा स्कुटी नभएपछि यसरी हिँडेर पनि जानुपर्छ हामीलाई त्यत्रो खाएर अझै नपुगेर दुईजना हाम्रो चिया लभरहरू चिया खोज्दै चिया खोज्दै हिँडिरहेको हामी यस्तो बुटोलमा फर्स्ट टाइम होला यसरी हिँड्दै युज गरेको त होइन रमाइलो जे होस् रमाइलो छ गाइस जिन्दगी ल गाइस अब चिया खाने ठाउँमा भेटौँला के गर्नु यता चिया खान नपाएर धोस्दै मर्नै ढल्नै लाएर हामी चिया खान गएको पीडितहरू 10 घन्टा लाएर बल्ल बल्ल ठाउँ खोज्यो यिनीहरूले चिया खान त्यही पनि बन्द रहेछ चिया लभर्स यहाँ पनि यो चियापाटीहरूलाई धपाइदिनुपर्छ क्या हो के गर्नु त जाम न त त्यहीँ त्यहाँ चिया गाइस हाम्रो डेस्टिनेसन अर्को आयो फेरि हामी लखर आज हाम्रो गर्दा हो कि हामी कता हिँड्न परेको अनि हामी चाहिँ अहिले यहाँ डेस्टिनेसन टू के कस्तो लगाइरहेको छ फेरि आउँदा पहाड थकाइ लगाइरहेको रिफ्रेस गासमा रिफ्रेस हुन आएको गाइज हामी गाइज हामी यहाँ खाना आएको यही हो त्यस्तो हो डबल खाना आएको यही हो के खाएको मैले देखाउन सकेन बिल चाहिँ 600 आहा दुईजना अन्त कालीहरूले खाएर यहाँको चाहिँ ठाउँ यस्तो राम्रो छ रमाइलो पनि हुन्छ के कस्तो भइरहेको तपाईँहरूलाई दुईचोटि खाएर एकदम रमाइलो अब हिँड्दै गएर पचाउने हो अब गाइस हाम्रो डेस्टिनेसन भनेको घर हो अनि त्यही पनि अझ हिँड्दै हामी हिँड्दै सबै चिजको एक्सपिरियन्स गर्नुपर्छ हामी हिँड्दै घर जान सक्छौँ होला त सक्छौँ कि सक्दैनौँ हेरेर जाने नि सनसेट हेर्दै जाने गरेँ कसैले भन्नुभएको मेरो त खुट्टा पनि दुखिसक्यो
नाइ मेरो अगाडि त उस दुखिसक्यो र पफुसले मेरो पनि त दुखेछ मेरो झन् दुख्छ गाइज हामीहरू हिँड्दा हिँड्दा जयगुडी आइसक्यौँ जयकुटी अझै आएन होइन जयगुडी होइन यो के यो चोकलाई के भन्छ अरे के भन्छ देवीनगर 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 देवसिद्ध चोक रहेछ देवसिद्ध चोक हामी देवसिद्ध चोक आइसक्यौँ हामी हिँड्दा हिँड्दै हामी चाहिँ किन हिँडेको भने दुई ठाउँमा खाएपछि के गर्नु पचाउनलाई हिँड्नुपर्छ घर मासु भात खाने मासु भात खाने गरे एउटाले घर गएर यताहरू त मासु भात खानेको अनार नाइमा त खान्न मेरो पेटमा त केही जान्न होइन होइन त्यस्तो होइन गाइजहरू को हिँड्छ यसरी हामी हिँड्छौँ कहाँबाट गयो हामी हिँडेको होराइजन चोकबाट हामी हिँड्दै आएको होराइजन चोकबाट देवसिद्ध चोकसम्म अनि घर पनि हिँड्दै जाने सोचेको थियौँ तर रात पऱ्यो अनि त्यसपछि हामीलाई अरू अन्त्य ठाउँमा नि जानु छ हामीलाई बर्थडे पार्टी पनि अटेन्ड गर्नु छ त्यसपछि अबेला भएर अनि चाहिँ हामी चाहिँ अब अटोमा जान्छौँ लगाइस कतिमा जाने यिनीहरू दुइटा हाँसे गाइज मलाई यस्तो रिस उठ्छ यो दुइटा किन मलाई एकजना फेरि मलाई यहाँ लोला परार गरेँ यहाँ पुरै मेरो कपडा सपडा सबै भिजाइदिए यहाँ यस्तो भिजाइदिएको खिच्न पर्ने के यस्तो भिडियो गर्दा गर्दै त्यो हान्न बसेको एक्सप्रेसन आउँछ खतरा लोला हान्देर भाग्यो आज सबैजनालाई एउटाले सिन्दुर हालिदियो एउटाले च्याफुमा लगाइदियो त्यो मान्छे नोट नगर्नुहोस् अगाडि गएर कस्तो नराम्रोले दुखाउँदो रहेछ भिजाइदियो काम भनेको फुच्चाफुच्चीको त्यो बाइकमा हामीले अटो पायौँ अब अटोमा सवारी भएर जाँदैछ उहाँको खुट्टा दुखेर चप्पल हातमा छ धेरै यस्तै हुन्छ अब चाहिँ हामी घरतिर गाइस अब हाम्रो होली सकियो अनि अब त होली हामीले यहीँ युज गर्छौँ अब हिट गर्छौँ अब हजुरले भन्नुहोस् कस्तो भयो हजुरलाई होली हजुरलाई कस्तो भयो शान्ति पायो होला आत्माले शान्ति पायो थुप्रै खायो नाइका थुप्रै भन्छ नि त बाहिरको खाना नखाएको त्यो खानै नपायो भनेर होइन नि त आत्माले शान्ति पायो त्यो खोजेको चिज पायो नि त भनेको एउटाले अर्कै बुझ्छ कि अर्कै पनि बुझिदिइराख्यो फेरि गाइस अब यति नै हो आजको होलीको दिन त्यस्तै भयो एकदम रमाइलो भयो मेन स्पेसल इन्डोरको भन्दा नि आज मेरो स्पेसल भयो कि एकदम बिहा भयो ए बिहा त भएन भने यस्तै होइन बिहा भएको होइन यस्तै अर्गेनले तर जे होस् रमाइलो चाहिँ भयो के गरे के होला अब यसले एनिभर्सरी सेलिब्रेट गर्न पर्छ 1 चैतमा सधैँभरिलाई किनकि आज यसको बिहा भइसक्यो त्यही भएर यसले एनिभर्सरी सेलिब्रेट गर्न पर्छ अर्को होलीमा ठ्याक्कै एनिभर्सरी के बिना बुढाको बिहा गरेर कता भयो भएको थाहै भएन 14 मार्च तर मलाई बिहा गर्यो अरे यस्तै तर मेरो बुढी नै कता गयो कता गयो गर्नु बुढी नै थियो बुढी त हो केटी भएपछि बुढी परेन अनि के त्यो केटी नै थियो त अनि चिनावाला थियो त्यस्तो वाला थियो यहाँ हाल्नु न यहाँ हाल्ने एउटी यहाँ हालेको होला न आजकल जरा यहाँ हालेपछि बिहा हो यहाँ हालेपछि बुढै हो एउटाले लोला छाप्थ्यो आज चाहिँ 400 बिहा गर्यो यस्तै नहुन मेरो बिल्ला गरेर हिँड्नुले मैले अफ गरेँ केटी नै हो अब चाहिँ हामी यति नै हो अब दीपक दाइको यति नै हो अब चाहिँ हामी घर जान्छौँ
त्यही हो आजको हाम्रो होली सकियो ह्याप्पी होली ह्याप्पी म्यारिड लाइफ हो क्या ह्याप्पी होली त्यस्तो नभने यार ह्याप्पी म्यारिड लाइफ Main theme is happy married life. आज यिनलाई 3 जना कि 4 जना बिहा गरेको रे होइन बारेको यस्तै The theme on him. Main theme. अब अर्को वर्ष यिनको अब एनिभर्सरी मनाइन्छ त्यही त केक काटेर होलीमा केक काट्नु पर्छ अर्को सालको ल ल्याइदियो अन्त के अर्को वर्ष खुवाउन पर्यो अहिले काटिदिन्छ न अहिले त तिमीले होला कि खुवाउने ए celebration. है Celebrate गर्ने डे. ल ल बाई बाई गाइज हाम्रो बर्थडे पनि सुरु भयो है दिल छ खबर राम्रै छ. हाम्रो भाउजूलाई नि यसो देखाउन न लाइफ एक कच्चा युट्युबर. हेलो भनिदेऊ हेलो भनिदेऊ न छिटो हेलो ओहो प्रिन्सेस बर्थडे गर्ल ह्याप्पी बर्थडे ओहो मेरो दुईवटा नक्कली बधाइनीहरू अब खान्छौँ गाइस के गर्ने जिन्दगीमा खाने नि खाइ ल